हेर्नुहोस् है यत्रो फाँडिसक्यो हो। फाँड्दा यी झरी चौ भेटेँ कि मैले बुढीलाई बोलाएको। दुईजना होइन बहिनी र बुढी त कम्ती अतालेन हो। थेत्तेरिका हेर्नु न यी फाँड्दा हिँड्ने बाटोमै यत्रो जुप्पा फलेको रहेछ हो च्याउ चाहिँ। एउटाले प्लास्टिक मुनि टिप्दैछु हेर्नुहोस् न। ड्याम छ हो। अन्त त्यो अलिक सफा गर्दा त्यो जग्गा बेबी स्टाइलको बेबिसहरू यिनीहरू चाहिँ कत्रो ठुलो बेसी एकै जग्गामा। हेर्नुहोस् है च्याउ यति पायो हो। आज तल टिप्दैछ टिप्दैछ आज जङ्गलभित्र पसेर। अब यिनीहरूले बाटो सफा गर्नु नदिनुहोस् मलाई। च्याउले गर्दा अत्तालेर केही छैन। हेर्नु यत्रो काम सकेर पनि आज हेर्नु न यस्तो दौराहरू बोकाउँछ मेरो बुढीले। के भएको मलाई है थाकिरहेकोमा अलिक माया गर्छ कि भनेको त छैन हो लोदर छैन। पछाडि हेर्नु ऊ आफै पनि घिसाएको हेर्नु आफू हो। मलाई पनि घिसाइदिएर हेर्नु नि अलिकति माया लाग्दैन छ। अब त पुरानो भयो भनेर होला सायद है। साथीभाइ अलिक बनौँ है के हो कसो हो।